संसारमा सबैभन्दा प्यारो मान्छे चाहिँ आफ्नो माइती पनि हो क्या। यो सानो मेरो माइती राजा है। आम्मामा दसतिर कुद्ने भएको छ। कति धेरै मलाई यति धेरै हेर्नु मन लागेको छ नि मेरो सानो भाइलाई। अनि सबैतिर कुद्ने भइरहेछ है। बामी सर्ने भयो हेर्दा हेर्दै। मान्छे जन्मिन मात्रै गाह्रो के, जन्मेपछि हुर्किन त कति समय पनि नलाग्ने मेरो सानो मायालु। कति मजाले हेर्छु नि सानी पुका। हल्का धेरै त बोल्न थालेको छैन, अलिअलि बोल्न पनि थालेको छ है। यहाँदेखि सबैतिर कुद्ने भएको छ मेरो माइती राजा। सबैभन्दा प्यारो हुँदो रहेछ। सानो मान्छे भनेको सानो मान्छे हो कि घरमा। अहिले अब सबैभन्दा धेरै माया चाहिँ यो सानोलाई नै लाग्छ क्या। अब त्यति धेरै यति धेरै माया लाग्छ नि सानोको। सानोको जति त कसको लाग्छ र भने जस्तै लाग्ने क्या। अनि जन्मी सिक्का हाँसिदिन्छ सब थोक बेसी नै है। अनि मेरो प्यारो भाइलाई चाहिँ धेरै धेरै माया अनि मेरो धेरै धेरै सम्झना मेरो पुकुलीलाई डल्ले कहिले भेटेर बोक्नुको नि है। एकदमै धेरै बोक्नु मन लागेको छ मेरो पुकुलीलाई। मिस यु अ लट मेरो भाइ। थ्याङ्क्स फर वाचिङ।